कहाँबाट आयो कि रेस्टुरेन्ट भित्र कुकुर फेरि? माया लागिहाल्छ मलाई फेरि कुकुर भनेपछि। हेल्प गर्नु न दाइ, एक पिस मोमो दिनु न, 5 दिन भयो खाना नपाएको। होटेलमा आएर भिख माग्छस्, जाँटो दोकानमा जा। आजकल मान्छे बीच कुकुर जसरी लड्छन् त्यसैले त मान्छेलाई भन्दा बढी कुकुरलाई माया गर्छन्। ओ मुद्दे मलाई कति समस्या छ थाहा छ तँलाई? त सामाजिक बन्धनबाट टाढा छस्। सबैले आफ्नै घाउ बढी पोल्ने रहेछ, अरूको भन्दा आफ्नै समस्याको बारेमा बोल्ने रहेछ। साइज जाँटो दही खान दिनु न, पेट लास्टै भोको छ के मेरो। हग्न खोज्दा पनि हावा मात्रै आउँछ। ल जसले नमस्ते गर्न सक्छ त्यसले 1 प्लेट मोमो ल। सक्छस् तैँले गर्न नमस्ते? नाइ सक्दिन दाइ। ल थाप्छ नि खाछ नि एउटा मोमो। हुन्छ दाइ। मम्मीले सिकाएनन् तँलाई त्यति कुरा पनि? के दाइ? कसैले केही दिँदा दाहिने हात थाप्न पर्छ भनेर। तिमीले थाप त दाहिने हात। भगवान मलाई बरु अर्को जन्ममा कुकुर बनाउनु। दाहिने खुट्टा नबोको। कतै मैले आफ्नो पहिलाको कर्मको फल त पाइरहेको छैन। ल त नि 1 प्लेट मोमो खाएर जा। धन्यवाद दाइ, धन्यवाद। तँलाई कसले भनेछ र? मैले त कुकुरलाई भनेको। साला कुकुरको जति पनि औकात छैन मेरो।